हेलो नमस्ते गुड मर्निङ साथीहरू। म चाहिँ अहिले गाउँबाट छु। तल्लो घर गएर मम्मी बुवासँग बसेर खाएर बल्लाकुसारी गरेर मासतिरको घर आउँदैछु। वाउ, यो बाँसको झ्याङ हेर्नुहोस् न साथीहरू, गेटै बनेछ। बाँसको झ्याङको सुन्दर गेटले तपाईँ हामीले स्वागत गरिरहेको छ। अनि बिहानै पानी परेको थियो। पानी परेपछिको यो आकाश खुलेपछि यस्तो भ्यू देखिरहेको छु। उकालो बाटोमा चप्पल लगाएर, पानी परेकोले अलिक चिप्लो चिप्लो हिलो हिलो छ, चिसो गर्दै गर्दै मासतिर म नवीन राईको महलमा आइपुगेँ। नवीन ज्यूको महल, नवीन सोल्टीज्यूको महल यस्तो छ गाइस। अनि मासतिर आइपुगेँ एम दाईको घरनिर। एम दाईको महल यस्तो छ साथीहरू। भन्दा भन्दै एम दाई पनि परतिरबाट बाँसको ठाङ्ग्रा बोकेर आइपुग्नु भयो। दाई नमस्ते, गुड मर्निङ, हेलो, के छ हाल खबर भन्दै थिएँ मैले। भन्दा भन्दै दाई नजिकै आइपुग्नु भयो। अनि दाईसँग हामी लाग्यौँ उहाँको निवासतिर। अनि दाईसँग एकछिन गफ गऱ्यौँ, खायौँ पियौँ। अनि म मासतिर आएँ। अनि मेरो घरबाटको भ्यू चाहिँ साथीहरू अहिले यस्तो देखिरहेको छ है। आकाश खुलेपछिको भ्यू एकदमै सुन्दर देखिएको छ। बर्खा लाग्यो, गाउँघरमा यस्तै छ साथीहरू। तपाईँहरूकोतिर के कस्तो छ कमेन्टमा भन्नु होला है। यो चाहिँ मेरो सानो घर, गाउँघरको। हामी चाहिँ यहीँ हुन्छौँ, यही बाटो यताउता हुन्छ। अनि एम दाईको घर मासतिरबाट यस्तो देखिरहेको छ। माथि डाँडाको पानी परेपछिको अहिले अलिकति आकाश खुलेपछिको भ्यू यस्तो छ। बर्खा लाग्यो नि त साथीहरू, हरियाली छ है। दाउरा पनि त्यत्तिकै छ, थन्काउनु बाँकी नै छ हाम्रो झुपडी। साथीहरू म यहाँ छु। अनि तपाईँहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ कमेन्टमा भन्नु होला है त। हस् त, नमस्ते, शुभ दिन।